धेरै स्वागत छ। लु हामी चाहिँ यहाँ गाउँ आइपुगिसक्यौँ। तरुनी बनेर बट भएर हट भएर क्युटी भएर तिमी क्युटी भएर हामी फाइनली आइपुगिसक्यौँ यहाँ गाउँ। जुस निकाल्यौँ, खामपाई गरेर खानुपर्छ। ठुलो बसहरू चाहिँ आउँछ, मङ्स्टर स्टार भइसक्यो। यसरी गाडी आएको छ। यो चाहिँ खालाइनहरूको दिदीको फेभरेट। मेरा हाट भए अलि त जान्छ हाट भएर ल हाट भएर पट भएर हाट भएर पट भएर हामी हेरेको हेरे दुश्मन छेरेको छेरे होइन त दाइ। ल खामपाई हालौँ। खामपायो मिनासान है हामी। मेरो दाइ सिक्कियो ornamency. Kampai, this is a black. Oh, not black. This is ornamency. Kampai. आउनु न छिटो। ल ल। गाली गर्छ धन्ने फेरि मलाई। यहाँ राख्छु अहिले एकछिन फाल्छु। ल ल खामपाई। ल यता भयो ल ल ल मिना साथी। अलि यता भयो। दिने साथी त ल ल ल ल ल खामपाई। तिमी आएन। आछु। बल्ल आए। फुलसुल दियो उता एकछिन जाने त्यहाँ जाने। यहाँ चाहिँ ठुल्ठुलो गाडीहरू छ यसरी, किनभने यहाँ चाहिँ विदेशीहरू धेरै आउने ठाउँ भएर हो कि। ल आउनु ल लाइहाल्नु त्यो लाउने टोपी। हाट भएर क्याट भएर भएर यसरी दिदी कसरी पनि लाउने यसरी यसरी सिकाइदेऊ न। धनिया त आऊ के भयो भएन लाउनु न यसरी हो दाइजो भयो यता भिडियो देखाउनु दाइजो सांगी सांगी ए ल यता आउनु न यसरी देखाउनु। ल जाऊ मोबाइल ल्याऊ। हाट हुन्छ यहाँ चाहिँ। ल हामी आइपुगे याना गाउँ। हाई हेलो ल ल ल हाम्रो चाहिँ स्टार्ट भइसक्यो। ल तपाईँ र दिवेश दाइ छेउमा बस्न पायो भने थियो खतरा देखिरहेको थियो। कनिचिवा फुजिमारु हाई उता उता भनेको आइसमास याना गाउनु उता हारु नो याना गावा। ल ऊ यहाँ यसरी गीत गाउँछ यहाँ चाहिँ। हामी कछुवा 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 यहाँ रहेछ यसरी भुइँमा बसेको अनि कछुवा खामे खामे भन्दैछ। यसोसम्म तिमी पनि दुईजना फोटो खिच्नु दाइलो छ यसोसम्म तिमीमा हात यता ल्याऊ। दिवेश दाइले खिचेको चाहिँ राम्रो देख्छ होला उताबाट कि अलि लामो कि म एक्लै देख्ने गरेँ क्या। ठिक छ त देखिरहेको यहाँ ढुङ्गामा बिस्तारै डराउनु भयो क्या। तर म त लडेर पौडी खेल्छु। खै त अब यहाँतिर साकुरा थियो नि त नि पहिला भयो यहाँ जानै नमिल्ने हो भनेर सोधिएर मिल्दैन भन्दैछु त।なびく柳の一つずしいいな柳川の川下りयसरी
अब यति भ्यायो भ्यायो होला भाबी अहिले लामै छ दिदी लामो छ दिदी अझै मेन ठाउँ त पुगेकै छैन त्यो टाउकोबाट उस गर्ने फेमस हो नि त यहाँको आमारी तर्फको यस्तो छ के त फुल त रहेनछ अब आज त के गर्नु त्यो युज नगरेको सङ्ग्रहालय होटेलको हो एकदम सुन्दर देख्ने ठाउँ रे कतिजना देखेर ल त्यसरी बस ल यता नहेर है उता त भइतिर हेर यस्तो गरेर ल त्यसरी मान्छे थोरै भएपछि त डराउनु पर्ने क्या ल त धनलाई सँग खिच्दिए त यो लाएर चाहिँ किन नलाएर मैले भिडियो गरेर ल एउटा नखिचिकन ल त भिडियो के भिडियो खिच त खिच ल सबैको गरेर कि मैले टिकटक अब पछि काट्दै काट्दै हाल्न मिल्छ नि त ल मेरो मास्टर दिन त खान्छु बुढे खिच नि धन गान्डु सरको छाने उसको भाषा के हो गान्डु मेरो भिडियो गरिदिनु न वाउ सुगोइ फुलहरू फुल्याए बेलामा फुल फुल्याए हुनुपर्छ कि नेचुरल नभएकै झुटखारीको त्यो हुन्छ नि आर्टिफिसियल फुलहरू राख्नु पर्थ्यो है अलग पाउनु बाबु डराउनु पर्छ क्या म कुल्टेको त यसरी के उसमा खिच्न लागेको त हैन तर पल्टे नि म त बाबु तपाईहरु फेरि नखेला नदिए सही हुन्छ फेरि कति गएर छैन रे छैन दिदी दामी चाहिँ मान्छे नि के भन्छ उसो हुन्छ होला यति छ त जम्मा खान्छ कि ओइसी बहिनी त हेर्दा त वही पुगिसक्यो अब वही पुग्छ पुग्दैन होला ल ए गान्डु भिडियो ल ल हाम्रो पालोको कविताहरू अब आफूले धेरै राम्रो राम्रो कविता त गाउन जान्दिनँ त्यही थियो अनि फुल दियो भने फुलमा पात छैन मुस्कान दियो भने अगाडिको दुईटा दाँत छैन भन्ने आउँदैन अरूहरू त खासै आएको भए त एउटा सायरी यस्तो हान्दिनँ भन्थ्यो लेखेर स्क्रिप्ट पुरै कन्ठै गऱ्यो भने मात्र वाउ रे छोरोले रातमा एक्लो छ खाटमा तिमीलाई कुर्दैछु म भाँचेको खाटमा हाय पानी पर्नु लाग्छ पानी पर्यो पिच्ची पिच्ची चप्पु चप्पु रान हिची पिची अगाडि柳の根っこで泣いているピッチピッチチャップチャップランランランはい終わります。ありがとうございました。 पानी पर्दा चाहिँ आहा कस्तो आनन्द फिल भएको धेरै मान्छे नुर यति मजा है गाडो छ र नभएर हुन्छ उसको भाषामा पुरै दिइराख यसले जाऊ दिवेश यस्तै हो म यस्तो खाँदै दिदी रक पारामा के जान हामी चाहिँ खाँदै हो ब्ल्याक खाएर रकमा के भनेर खाए पनि मस्ट यतापट्टि कताबाट झरा छिरो फोटो खिच्नु पर्छ एक दुई कपी पानी आयो
टिकटक गर्नै पाएन त्यसले पानी पो आयो त है ल यता हेर बुढी पानी पर्यो दिदी ल राम्रो देखा परेको टिकटक ए लागा ल गयो गयो ल ए लागा ला थापाङ बैना जो बैना दाजी कान्छा मायादा ए लागा ला थापाङ मेन्दु मायादा बैना जो बन बैना दाजी कान्छा मायादा बैना जो बन बैना दाजी कान्छा मायादा यहाँ बाजे डुङ्गा हल्लिन्छ भनेर नि त फुलाको ढुङ्गा के हो छ नि बाहिर हो कि गङ्गाको पानी गानाको ढुङ्गामा चढेको छ एउटा फुल फाला त बहिनी रातो फुल दिदीलाई प्रपोज गर्नु पर्यो त्यस्तो प्रपोज गरे जस्तो गर्नु ल खुदारीमा यस्ताले चाहिँ पहिला प्रपोज गर्न पाउनु भएको थिएन रे त्यही भएर चाहिँ आज घुम्न आइयो हैन तिमीलाई चाहिँ आई लभ यु अरे दादा मस्त भन्नु यो चाहिँ रोज डेको यो चाहिँ एकदम युमे चाहिँ यहाँको चाहिँ आटामा इप्पै सागेरू यही हो एकदम फेमस चाहिँ यो ठाउँको चाहिँ यहाँबाट चढेर उता जान्छ हाम्रो हालत यस्तो भइरहेछ यस्तो एकदम युमे चाहिँ यही हो यहाँको चाहिँ दिवेश दाइ चाहिँ अझै सुतेर बस्नु भएको छ यही हो यहाँको युमे चाहिँ दिदी भिडियोहरूमा प्रायः कुदारी माथि चढ्थ्यो त्यो चाहिँ एउटा भिडियो खिच्नु पर्ने थियो खासमा है बिजुली बालेर टोपी ओढेर दुश्मन छेरेको छेरे दुश्मन टोयलेटमा गएर छेरेको छेरे छेरेको छेरे गाड्नु छोरा हाँस्नु नि पुजाले टाउकै ठोक्ने रहेछ यहाँ त छुँदैन भिडियो खिच्नु यसको नि वाह 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 भिडियो खिच्नु न ठोकिन्छ छोरा ठोकिन्छ है म भिडियो खिच्दैछ अगाडि तिम्रो आमा के गरी सुतेको हेर त छोरो कति लामो रहेछ हौ ए यहाँ ठोकिन्छ भनेर म त सुत्या छु हामी सुतेको सुते दुश्मन छेरेको छेरे देऊ न म भिडियो खिच्नु त टोपी झर्लै पनि पानीमा देऊ त देऊ ल यसरी चाहिँ फोटो खिच्नुपर्ने ठाउँ रहेछ आएको कि हो खासमा त यसरी मात्र तपाईँ मात्र यही हो पारा पी पारा पत पर पर पी पारा पी परा यही हो तिरी रा रि रि रा पिरी रारा पारा पारा पिरी पारा ओ नगा हेतायो लु कोही पनि छैन त्यस्ताले चाहिँ दिदीलाई पुरै प्रपोज पनि गरिसक्नु भयो लुको भएर ल ल ल अब ऊ त्यहाँ बस्ने मन थियो होइन दिदी मान्छे थोरै भएपछि मिल्दैन रे नत्र यहाँ चुप्पोमा बसेर क्या कस्तो राम्रो आएको वाह वाह लास्ट रमाइलो भयो गाइस लास्ट रमाइलो पानी पर्यो लास्ट रमाइलो
東海では季節などわからないだろうと届いたお袋の小さな包み帰ろうかな帰ろうかなはい終わります。はい、ありがとうございました。はいはいहाम्रो ओर्लिने पालो भइसकेको छ यति हो यहाँको खावा कुदारी चाहिँ खासमा चाहिँ हाई 横断の生まれは柳川丹も子供のとこから真のよかゴンシャンたねて掘り割り切ったら柳と工藤がじゃれまくるお家のかそこどこで仲たいだって人によか柳川横断節それ横断節はい終わりますはいありがとうございましたओर्लिने पालो भयो हाम्रो एउटा फोटो खिचिदिनु भन्नु पर्यो यिनीहरूलाई फुल हामी 4-5 जनाको क्या यहाँ गएर अस्तिको पहिलाको बाजी रहेन चाहिँ बुढे हैन त उसको स्वर राम्रो थियो नि खेल ल बिजुली भएर भयो ल खेल न के भर्क ध्यान इज बिम्पलाई भिडियो पनि अलि लामो देखिन्छ पुन्टो त पुकुलुक्क देखिरहेको छ झन् मोटो जस्तो पो देखिरहेको छ फोटोमा के मम्मीलाई हेर मम्मीलाई छोरा जे खेल्नु अब यहाँ बात के गर्ने होला एकैचोटी खेलौँ न दिदी एकैचोटी के दुईजना ल 1 2 3 गो ल दिदी यसो हेर्नु हामी दिदी हाँस्नु पर्दैन है जुत्ता देखेर छोरा छोरी नकन छोरा छोरी चाहिँ तरुनी ढेलामा आहरू तरुनी भाषी छ भयो माया गर माया माया kita main ya आओ ल अब म एउटा गीत नाच्छु अनि भयो अनि यतातिर ठाउँहरु देखाउनु खावाको दारी हो नि खावाको दारी फुलहरु पनि हेर माथि यसै बाहिर उता बसेर लगाट्नु है दाइ भयो ल भयो एउटा फोटो यसरी खिचिदिनु त दाइ यसरी के यसरी तिमी उतै फाइनली हामी चाहिँ अब जान लागेको यानागावा सक्यो यानागावाको उस चाहिँ सक्यो यति लाइट आइरहेछ के भएको मैले थाहा छैन फाइनली हो नि ल फाइनली हामी अब जान लागिरहेको के हुन्छ अब फर्किनुलाई ब्याक जान्छु ब्याक होम नाउ वी आर आरिगातो गोजाइमास नयन बहिनी कफी खाएर चाहिँ चतर चतर माया गर छोरो माया गर बाबु नर्मल क्यामेरा के यता हेर बहिनी कस्तो ब्लर आइरहेछ त ए जेन जेन मेरो बुढो है बुढोले हाम्रो लागि जुस लिन लाग्यो छ के पैसा नि लाग्दैन क्या हो नर्मल क्यामेरा के यता हेर बहिनी कस्तो ब्लर आइरहेछ त ए जेन जेन मेरो बुढो है बुढोले हाम्रो लागि जुस लिन लाग्यो छ के पैसा नि लाग्दैन क्या हो यस्तो गर्नु ल जेन कोचिमी दे बहिनी दिदी यता त जान मिल्दैन जस्तो ल बहिनी मिल्दैन हल्लिन्छ रे क्या हामी त ब्यालेन्स मिल्दैन रे फोटो खिच बहिनी सासिन तोरीमास आमे थिएन
मैले मेरो भिडियो गर्नु न पठाइदिनु ल यसरी के यो मान्छे देख्दै रहेछ हुन्छ दिदी खतरा देख्यो तपाईलाई ल ल तपाई र दिपेश दाइ छेउमा बस्न पाए भने चाहिँ खतरा देखिरहेको म पठाइदिनु न はい、今日ね、先導するのはマイネームズ藤丸ね。 बुझिमारु है ल पठाइदिनु भयो मैले मेरो खिजा होला सायद यसले पठाइदिनु न राम्रो हजुर